ल सुरु गरौँ ल तपाईँले एउटा डायलग सुरु गर्नुहुन्छ नि त कसरी खेल सुरु हुन्छ त्यस्तै गर्ने त हो नि है पानी आइजाँदा भयो सर गड्की गड्की मेरो माया मानेर कि बाइजाने बलिले भैँसाली लैगई नदेखिने बन लड्की लड्की घर जाउँला मेगै आयो वाह वाह त्यस्तै ए खान्दाको असिनु पर्यो डाँठा गडा गाउँकी मेरो माया मानिस कि छुटा बोल्ने छौ कि बाडो लाई नुन मरेको जुमाला दानीले तबै त रामेन नआउँदो तेरा त्यही रामेन बानीले तेरा नआउने बानीले ए त्यहाँ पारी बनेका दरा हात लाएर भाग्दा मु बन बौला म त फुकु तम्रा लाग्दा कहिल्यै तु गरेला जालाई बममा जाने गाडी तबै त रामेन आयो घर छोरी गाडी दुई पटक भन्नुहोस् है ताकि सुन्नु न एकचोटि भन्नु लाग्यो होला फेरि मैले अरूलाई पनि देखाउनु पर्छ नि उहाँहरू त देखिनु भयो ल ल ल सुरु सुरु नै सुरु चाहिँ चालु नै छ यो चालु नै छ केही छैन है ल ल ल सक्यो हो ल ल हाम्रो फुपूले सुरु गर्नुहुन्छ ल दिदी सुरु गर्नु त ए लाल गाडी तैका नै भयो मचका हाती केला भिडियो खिचाउन लागे घर जाने ए सजे हण्ड करनाली फाला हाल्लो फेरि तबै त खिचाउन लागे हाम्रो रामै हेरी यो हुटिङ भएन है अलि राम्रोसँग हुटिङ सबै लाटेन त यहाँ बाठेले पनि त गर्नुभएको छैन पानी बाहिर पुला घर बाइजान भए निको मान्नु होला ए दिलै गयो भिनाजुले लै गयो मु पनि बाइजाँदा भए मेरो पानी पनि बेलुका छाया दुध पनि तर घर छोरी भिडियोले छिट्टै बाइजा ए भोगका तलिया रोटी बसेर खाइगए घर छोडी छाडिकन रौडले आएको भयो दुई गीतहरू भन्नु होला ए तोकाले बरेला जल्लाई बम्बई जाने गाडी तोकेर कसरी जाउने यो बालो माया छाडी यत्रो डाल छाडी हातरी काँचेका चुडी धारा फुटलाइन घर छोरी छाड भने घर छुटलाइन यो चाहिँ खतरा हो साथी पुरानी मान्ने कि साथी दही मान्ने बालो पल्टन छाडिकन घरको भइ मान्ने ए झालाउँदा केलीको घाडी त्यही पनि कुइ गयो घर बालो रुवामा सिमिकन कोठालो गइबन गयो ती पैसा खुइकन रामेन के पनि आयो त्यो बालो रुइकन जटिल है जटिल त पनि होइन उत्तर दिएर जानुपर्छ बस्ने मन लाग्दैन सायद सम्झे बेला काँडाको गडकुलो बाँच्यो दुई दाउला गुनालाई रामेन पाइन छ के छौडाली उनीहरूलाई नेपाली बनाएका दाउरा हात लाले भाग्दा आज मेरो बेजा त भाइ यही बरिकालाई माया लगे आउन लागे आँसु रङ्गिदिने सासु घर बच्चा छोडी आउने भोलि म देउ लागि जाने आँसी गर्दा लरी म त बरी भन्दै नमान्ने त्यो पिस लाउने बरी ए हातानी बाँसको ठुलो बेताला यो मेरा के आदि भए त घरबारी खेदाउला अनि यता पनि अर्को सपोर्टिङवाला चाहियो के एकजना अर्को चाहियो यताबाट है मलाई एक्लै पार्नु हो नि त अलि साथ दिने मान्छे चाहियो यता ल ल ल ल दिदी दिदी केही लागे आँखाउना आँसु केही लागे माया त्यो अब सपना छोडिदेऊ सासु घर बुहारी जाने भयो
गोरी घर जाने भए गरी बन्न जाने भयो कम दुई दिन भन न दुई तिमी मिलेर भन ए नाना बुढा ठुला बुढा बदुडीका बुढा अन्त अन्न काहीँ पाइन्न नि सासु बरीका कुरा ए त्यहाँमाथि लेखका छोरा कति राम्रो गरी यहाँ मेरा फेलापट्टि यसी गरी ए मालाका सुकिला गोरु मखेनीका दाइजा अब हाम्रो विजेत हुन्छ सासु घर बाइजा ए बहिनीले लाएका लुगा दिदीले लानु नै सासुको बेचेती भए बरीले लानु नै हिरो बाख्रा किरो बन्दी ओइ बाख्रा खोइ बन्दी तेरी कसी बरी ओली सासुकी तै बन्दी कलिजुग जमाना आए मान्ने भातको अनि यता एक्लै हुनुभयो के अर्को यता भन्नु न एकजनी अलि सपोर्ट दिँदा होला अनि तै पनि एक्लै काफी हुनुहुन्छ फेरि त्यो माला त्यो दुई तिनजना छैन एक्लै छैन एकैको साथ जाउन बेलीका बात तर पानी तर अब त रात पडी गयो होटो बाइजा घर घरजना मिल्नेवाला छैन है फेरि डायलग के भात साडी कोदेको रोटो कसरी खाने रात पडी सम्झमा आयो हामी अब घर जाने कुरो त मिलेको त मिल्नु भएन यहाँ दुईटामा कोदेको रोटो खान पाइने छैन मेरै छोरी रुवा पनि जान पाइने छैन है यो ल आन्टी के सुरु हजुरको लडेलो पिर्ती म त लैजाने छु सासूको बदनामलाई म त घर गइजाने छु ए मथुरा बदली हुँदा बम्मा जाने गाडी सासूका पछाडि लाग्ने घर छोरा छाडी ए ओइला वाला केरा ठाकुर र गसेरा दोरला त हामीहरुलाई पुरा तोम्रो मेरा अब दुई लोकन नआउनु छोरी रुवाई मसालाका फुला जसरी गाई आइन् गर्दिनु भयो भाउ कुटाउनु भयो सरकारी धन्दा पराइनलाई धोका दिन यही पारी मन त होइन छाडी अर्काका बोल्नु यो अलिक गाह्रो भयो सुन्नु आफ्नो परिचय सहित बन्द गर्नुहोस् है अनि आफ्नो परिचय नछोड्ने ल नमस्ते म फलाना यस्तो रमाइलो गरी भनेर भन्नु है नमस्ते आफ्नो परिचय दिनुहोस् गीत नम्बर लम्की चुवाबाटै नमस्ते म हिरा कुमारी रमाइलो पनि गर्न मन लाग्छ त्यसैले आउँछु त्रुटि पनि हुनसक्छ त्यही पनि सेयर र कमेन्ट चाहिँ गर्न नभुल्नलाई हामीलाई अलिकति भाइरल हुन्छ सबैले मेरो नाम जानकी देवी घोडासैनी लम्कीचुवा हल्का अब रमाइलो छ दिदी पनि हामी त आइरहन्छु अरू चाहिँ त्यस्तो यो अब के भन्ने मन लाग्छ सासुमारीका गीत हामी दुई पुसिया बताइ नमस्कार हामी दुई पुसिया बताइ बल्का राखेर आउँछु एक दिन पनि छाडा नाम चाहिँ आफ्नो मेरो नाम पवित्र बदगाई मोतीपुर वडा नम्बर 2 थाहा छैन मेरो दुई दिन छ भल्का एउटा देउराली के नाम भन्नुभयो रे के नाम भन्नुभयो ए नाम भन्नु भएन नि होइन ओके ल धन्यवाद सबैलाई